छोरीलाई धरी म्याकुरीले त्यसको छोरी होइन त्यो त्यसलाई सेफ्टी ट्याङ्कमा हालेर मारिदिउँ अनि शर्मिलालाई दोष ल्याइदिउँ यसलाई जसले पनि कसैले मन पराउँदैन विश्वास गर्छ भनेर पनि भनेर चाहिँ मेरो छोरीलाई धरी पनि यस्तो टार्गेट गरे म्याकुरीले मलाई यति धेरै बदनाम गराइदियो मेरो जिन्दगी बर्बाद गरिदियो मलाई रह्यो कुरा ऋषि धवला र मेरो कुरा मेरो घर फ्यामिली अर्काको श्रीमानसँग एउटा बुढी बोकेर हिँडेर एउटा महिलाले होइन मैले त होइन म यस्तो गरेँ भनेर मलाई लाज लाग्दैन यदि प्रमाण छ भने प्लिज तपाईँले ल्याइदिनु म हात छुछु तपाईँलाई बिना आधार बिना प्रुफमा कुनै पनि मिडिया कर्मीले मेरो बारेमा गलत समाचार नपर्दा नगरिदिनु होला मैले त प्रमाण ल्याएको छु मसँग हरेक प्रमाण छ प्रुफ छ आज शर्मिला मैले यति धेरै पीडा परेको छ आज यस्तो डराउनु भएको छ म आज मैले सत्य कुरालाई बाहिर ल्याउँदाखेरि म मेरो घरमा मेरो दिदी आएर रोयो बिहान लिएर मलाई यति टर्चर भइरहेको छ होइन मेरो घरमा मेरो फ्यामिली सबैले मलाई टर्चर दिइरहन्छ मुखले बोल्नु भन्दा प्रमाण लिएर आउनु के म्याकुरी तिमी एउटा राष्ट्रिय खेलाडी भन्छौ तिमीले कति बुढीलाई कुटेको छौ कति बुढीलाई लगेर तिमीले लगेर यातना दिएको छौ एउटा इन्डियाको केटी ल्याएर तिमीले यहाँ ल्याएर बिहे दर्ता नबनाइकन तिमीले टर्चर तिमी नेपालको कलाकार रे तिमी अहिले पनि तिमीले कतिसम्म झुट बोलेको छ शर्मिला वाइफले कसरी पायो फुटेज भने होइन तिमीले मलाई के भनेको थियो मेरो श्रीमतीले मलाई बानेश्वरमा मुद्दा हालेको त छैन म यो फलाना होटेलमा रक्सी खाएर झ्याप भएर बसेको छु त्यो होटेलमा आउनु भनेर उसले मलाई लोकेसन दिएपछि म त्यहाँ पुगेको हो त्यसको प्रमाण मसँग छ म त्यहाँ जाँदाखेरि म्याकुरी पुरा झ्याप थियो रक्सी खाने रुनी कराउने मेरो बुढीले मलाई यस्तो टचर गरेको छ अनि मैले बानेश्वर फोन गरेर म्याम के हो यो म्याकुरीको कुरा यो के हो त म्याम भन्दाखेरि के होइन सामान्य हो आइदिनु कुरा कति धेरै टचर दिएको छ उसले आफ्नो श्रीमतीको लागि आज म सकिएला आज शर्मिला वाइफले दुनियाँ आइबीहरूले मलाई गाली गर दुनियाँ दाजुभाइले मलाई गाली गर्ला तर यो जुन सुमिना खानुले छ नि न्याय पारे पनि म आफै नै यो देश छोडेर जान्छु बुझ्यो नि म आफै नै म सुसाइड गर्छु तर उसलाई म न्याय दिएरै छाड्छु यो मेरो तँलाई च्यालेन्ज भयो तँ जस्तो अपराधी कलाकार छ नि जीवनमा तँ जस्तो कलाकारलाई नि नाङ्गो झार बनाउनु दिन अब आइसक्यो तेरो हरेक प्रमाण आइसक्यो तँलाई लाज लाग्दैन तर मैले कतिसम्म भनेको ऋतु भन्ने केटी ठिक होइन भाइ के अरे पवन त्यो केटीले तेरो बच्चा बोक्यो भने यहाँ दुनी खालको समाचारहरू प्रचार भइरहेको छ दुनियाँ कुरा भइरहेको छ यो बच्चा तिम्रो हो कि होइन ऊ रातभरि ऊ कहाँ जान्छ को गर्छ के गर्छ त्यो मलाई थाहा हुँदैन उसको पेटमा तिम्रो बच्चा हो कि होइन भनेर मैले तिमीलाई बचाउनु खोज्दाखेरि आज मलाई नराम्रो बनाएको होइन तिमीले आज गएर तिमीले ऋषि धमालाई ब्ल्याकमेल गरेको होइन तिमीले ऋषि धमाल भनेको मेरो घरभित्रको कुरा हो यो कसलाई चासो भएको कुरा यो मेरो केस मिलिसकेको कुरालाई ऋषि धमाललाई फोन गर्ने को रिजल्ट लावालाई फोन गर्ने मेरो को मान्छेलाई फोन गरेर त तैँले गर्नु खोजेको चाहिँ के त तैँले प्रमाण लिएर न प्रमाण एक लिएर आइदिए शर्मिला वाइफले कहाँ तेरो बुढीलाई लगेर त्यो ऋतु चेरवाली नलगेर कहाँ लिएर लगेर मैले बेचेछ कहाँ लिएर लगेर मैले पैसा डिल गर्दा प्रमाण लिएर तिमीहरूको त प्रमाण त मसँग एक छ तिमीहरूको प्रमाण हेर यहाँ तिमीहरू होटेलमा गएर तँ त झन् ऋतु भन्दा एक दिन अगाडि एउटा केटीलाई बोलाएर तैँले त सेक्स पनि गराएको छ त्यहाँ त्यो केटी पनि अब म ल्याउँछु तैँले त्यो अनि त्यो होटेल साउलाई गएर तैँले कन्डम किनेर ल्याएको छ त्यो कन्डम किने के अरे भाइले दही बोल्छ अब तैँले बारीमा तँ कतिसम्मको निज हो त कतिसम्मको पापी हो भन्ने कुरा त अब सबै कुरा आउँछ के तँ त प्रमाण बिना यही ठाउँमा आएर तैँले आज मेरो बदनाम गरे आज म यही ठाउँमा आएर तेरो हरेक कालो पत्तो एक गरेर निकाल्न चाहन्छु छ नि तर मलाई तैँले बदनाम गरेको छ नि मेरो नाबालिका छोरी तिमीहरू भनेको त आफ्नो पेटभित्रको बच्चा पनि मेरो होइन मैले उ गरेको होइन भने मैले त मेरो छोरीलाई मैले चाहिँ नि यत्रो काको ल्याएर मैले पालेर यत्रो ठाउँमा बनाएको मेरो छोरी तैँले सेफ्टी ट्याङ्कमा तैँले त्यत्रो आएर आयो तैँले त्यही छोरीलाई सक्ले ल्याएर दिएको होइन तैँले त्यही भान्जी भयो तैँले त्यत्रो माया गरेको होइन आज मेरो छोरीलाई लगेर मार्छु भनेसम्म तँ कतिसम्मको निर्दय कलाकार होस् तँ त कलाकार तँलाई जहाँ भेट्छु त्यही मैले नाङ्गो झार सक्छ मेरो नाम शर्मिला वाइफ होइन कि तेरो बुढीले तँलाई न्याय पाउनै पर्छ अब हामी माइती घर मण्डलमा जान्छु अब हाम्रो न्यायको लागि हामीलाई मिडियाले न्याय दिँदैन हामीलाई कानुनले किनकि हामीसँग बिहे दर्ता नाकी त केही पनि छैन अब हामी अदालतमा जाने हो होइन कि अब हामी माइती घर मण्डलमा गएर पवन खतराको फोटो र ऋतु बस्नेतको फोटो लिएर हामी अब सबै ठाउँमा हामी चाहिँ अब न्याय माग्न जान्छु तर म त्यतिको चुप लाग्दैन म हार पनि खाँदिनँ मलाई मेरो दिदीबहिनीको साथ चाहिन्छ होइन जति पनि दिदीबहिनीहरू हुनुहुन्छ तपाईँहरूको श्रीमानहरूले यदि तपाईँहरूलाई पीडा दिएको छ भने प्लिज तपाईँहरू आइदिनु होला यहाँ आएर बस्नु कुरा गरिदिनु होला यस्तो केटाहरूलाई चाहिँ हामीले सबक सिकाउनु पर्छ म त्यो भन्न चाहन्छु होइन अब धेरै मिडियाहरूले त ऋतुको प्रमाण बिना भिडियो हाल्नु भएछ मैले आज भर्खर मुद्दा पनि हालिसक्यो तपाईँलाई किन ढाक्नु ऋतुले जुन मलाई लागेको आरोप जुन मलाई लागेको त्यो घिनौना आरोपहरूको पुष्टि त मिडियाहरूले गराइदिनुपर्छ तपाईँहरूको क्यामेरा यति धेरैजना छ तपाईँहरू अहिले आएर शर्मिला वाइफको कति दुश्मन पनि होला यो भित्र पनि म छैन भन्दिनँ किनकि मैले कतिपय पत्रकार भाइलाई यति धेरै माया गर्छु यति धेरै विश्वास गर्थ्यो तर पत्रकारहरू म माथि यति धेरै ब्लेम लाउनु सक्छ कतिसम्मको हो यिनीहरू भन्नु त
मैले कति धेरै विश्वास गर्थेँ पत्रकारहरूलाई। पत्रकारहरू जान्नुको पर्दा म जान्थेँ त्यतिखेर, पत्रकारहरूको न्यायको लागि म बोल्थ्यो। तर आज मलाई यति एउटा केटी एउटा सडक छ हाइवेले गर्दाखेरि मेरो यति नराम्रो प्रमाण छ तपाईँहरूसँग। कोहीले कसैले भिडियो हाल्नु भयो प्रमाण छ तपाईँहरूसँग। तपाईँले बिना प्रमाणको भिडियो किन हाल्यो? मसँग प्रमाण छ, मसँग प्रमाण लिनु प्रत्येकको वाट्सएप मलाई दिनुहोस्, म प्रमाण दिन चाहन्छु तपाईँहरूलाई। म कुनै बिना प्रमाणमा म यहाँ आएको होइन के। मैले तपाईँलाई यति धेरै विश्वास गर्थ्यो, तपाईँलाई हरेक मान्छेले फसाउनु गर्दाखेरि म आएर बचाउनु चाहन्थ्यो। मेरो आफ्नो गल्तीको भए नभए पनि म खाजा खुवाई नगाई पनि म गएर चौकीमा गएर लड्थ्यो। आज मलाई यही पत्रकारले मलाई नाङ्गो झार पुऱ्याउने। तपाईँको नैतिकता छैन, तपाईँको दिदीबहिनी छैन, तपाईँको दिदीबहिनी छ कि छैन भन्नु। यदि सहयोगले गलत हो भने प्रमाण सहित किन भिडियो नहालेको? ऋतुले बोलेको कुरा हेर्नुहोस् न, त्यहाँ कसरी बोलेको छ। म अहिले कति पीडामा परेको छ मलाई थाहा छ नि। म काठमाडौँमा मेरो सुन्दर घर भएर म दुनियाँ भए पनि म अहिले यति धेरै पीडा छ। एउटा इज्जत भनेको मान्छेले एकचोटि कमाउने हो। हिजोको दिनमा धेरै म विवादित थियो, मैले त्यसलाई सामना गरेर म अगाडि पनि आएको थियो होइन। मैले हिजो राम्रो काम गरेको तपाईँले मूल्याङ्कन गर्नु हुँदैन। मैले कसैको सडकमा सुनिरहेको बच्चालाई लगेर मैले पाल्नु मेरो गलत हो। कोही केटीहरू बिछोटी भएर मैले घरमा खाना ल्याउन दिनु मेरो गल्ती हो। कुनै छोरा मान्छेहरू काम पाएन दिदी भनेर मैले मेरो घरमा राख्नु मेरो गल्ती हो। ल भन्नुहोस्, अब आइततिर म केही पनि गर्दिनँ। कोही विदेशमा अल्पत्र महिलाहरू पऱ्यो भने त्यसलाई मैले नेपाल झिकाउने कि मेरो गल्ती हो त्यो? ल भन्नुहोस् तपाईँहरू, मेरो गल्ती हो। ऋतु पनि त्यस्तै महिला हो। उसलाई बद्री विष्टको कारणले गर्दा उसलाई धेरैजना बद्री विष्टलाई मैले कुट्न मैले प्लानिङ गरेको रे हेर्नुहोस्, मैले प्लानिङ गरेको रे हेर्नुहोस्। अहिले आएर लास्टमा उसले त्यो खालको ब्लेम मलाई लगाइरहेको छैन। कुनै पनि बद्री विष्टलाई त उसले रेप केस हालिसकेको थियो। मैले हुँदैन, मलाई रेप केस भन्छ आई हेट, मलाई मन पर्दैन रेप केस नहाल, मलाई मन पर्दैन। मन मिल्दाखेरि तिमीहरू सबैजना फुलेर गर्ने, अहिले रेप केस हाल्ने भनेर मैले झिक्न लागेको हो बद्री विष्टको केस पनि। जुन ऋतुले बोलेको कुराहरू कतिपय झुटाहरू छन्। तपाईँहरूको भ्युजको लागि मेरो जिन्दगी बर्बाद भएको छ होइन। तर त्यो तपाईँहरूले भोलिको दिनमा गएर काम नगरेर तपाईँहरूले भोग्नुपर्छ यो कुरा। मैले अघि भर्खर मैले म अहिले ढिलो आउनुको कारण भनेको म साइबर ब्युरो थियो अघिको कुरा हो यो। ऋषि तपाईँलाई मेरो सबै केस मिलिसक्यो, हाम्रो जिल्ला सबैबाट हाम्रो केस क्लियर भइसक्यो। र ऋषि तपाईँलाई धरि फोन गरेर म्याकुरीले ब्ल्याकमेलिङ गरेछ, रिजल लामालाई फोन गरेर ब्ल्याकमेलिङ गरेको छ, सबैलाई फोन गरेर शर्मिलाको यस्तो हो उस्तो हो। तर मुखले बोल्नु भन्दा प्रमाण लिएर आउनु के। म्याकुरी तिमी एउटा राष्ट्रिय खेलाडी भन्छौ, तिमीले कति बुढीलाई कुटेको छौ, कति बुढीलाई लगेर तिमीले लगेर यहाँ त नदिएको छौ। एउटा इन्डियाको केटी ल्याएर तिमीले यहाँ ल्याएर बिहे दर्ता नबनाइदिने तिमीले टच तिमी नेपालको कलाकार रे। तिमीले अहिले पनि तिमीले कतिसम्म झुट बोलेको छ। शर्मिला वाइफले कसरी पायो फुटेज भने होइन तिमीले मलाई के भनेको थियो? मेरो श्रीमतीले मलाई बानेश्वरमा मुद्दा हालेको छ, शर्मिला म यो फलाना होटेलमा रक्सी खाएर झ्याप भएर बसेको छु, त्यो होटेलमा आउनु भनेर उसले मलाई लोकेसन दिएपछि म त्यहाँ पुगेको हो। त्यसको प्रमाण मसँग छ। म त्यहाँ जाँदाखेरि म्याकुरी पुरा झ्याप थियो, रक्सी खाने रुनी कराउने। मेरो बुढीले मलाई यस्तो टचर गरे उस्तो। अनि मैले बानेश्वर फोन गरेर म्याम के हो त यो म्याकुरीको कुरा यो के हो त म्याम भन्दाखेरि केही होइन सामान्य हो आइदिनु कुरा गर्नु। कति धेरै टचर दिएको छ उसले आफ्नो श्रीमतीको लागि। आज म सकिएला। आज शर्मिला वाइफले दुनियाँ आइबीहरूले मलाई गाली गर्ला, दुनियाँ दाजुभाइले मलाई गाली गर्ला। तर यो जुन सुमिना खानुले छ नि न्याय पाएन भने म आफै नै यो देश छोडेर जान्छु, बुझ्यो नि। म आफै नै म सुसाइड गर्छु, तर उसलाई म न्याय दिएरै छाड्छु। यो मेरो तँलाई च्यालेन्ज भयो। तँ जस्तो अपराधी कलाकार छ नि जीवनमा, तँ जस्तो कलाकारलाई नि नाङ्गो झार बनाउनु दिन अब आइसक्यो। तेरो हरेक प्रमाण आइसक्यो। तँलाई लाज लाग्दैन? तँलाई मैले कतिसम्म भनेको ऋतु भन्ने केटी ठिक होइन भाइ। के अरे पवन त्यो केटीले तेरो बच्चा बोक्यो भने यहाँ दुनी खालको के समाचारहरू प्रचार भइरहेछ, दुनियाँ कुरा भइरहेछ। यो बच्चा तिम्रो हो कि होइन? ऊ रातभरि ऊ कहाँ जान्छ, को गर्छ, के गर्छ त्यो मलाई थाहा हुँदैन। उसको पेटमा तिम्रो बच्चा हो कि होइन भनेर मैले तिमीलाई बचाउनु खोज्दाखेरि आज मलाई नराम्रो बनाएको होइन तिमीले। आज गएर तिमीले ऋषि धमलालाई ब्ल्याकमेल गरेको होइन तिमीले। ऋषि धमला भनेको मेरो घरभित्रको कुरा हो। यो कसलाई चासो भएको कुरा, यो मेरो केस मिलिसकेको कुरालाई ऋषि धमलालाई फोन गर्ने, को रिजल लामालाई फोन गर्ने, मेरो को मान्छेलाई फोन गरेर चाहिँ तैँले गर्न खोजेको चाहिँ के त? तैँले प्रमाण लिएर न, प्रमाण एक लिएर आइजे। शर्मिला वाइफले कहाँ तेरो बुढीलाई लगेर त्यो ऋतु चेरवालीलाई लगेर कहाँनिर लगेर मैले बेचेछ, कहाँनिर लगेर मैले पैसा डिल गर्छ, प्रमाण लिएर तिमीहरूको त प्रमाण त मसँग एक छ। एक छ तिमीहरूको प्रमाण। हेर यहाँ तिमीहरू होटेलमा गएर तँ त झन् ऋतु भन्दा एक दिन अगाडि एउटा केटीलाई बोलाएर तैँले त सेक्स पनि गरेको छ त्यहाँ। त्यो केटी पनि अब म ल्याउँछु। तैँले त्यो अनि त्यो होटेल साउलाई गएर तैँले कन्डम किनेर ल्याएको रहेछ। त्यो कन्डम के अरे भाइले दही बोल्छ अब तैँको बारीमा। तँ कतिसम्मको निज हो, तँ कतिसम्मको पापी हो भन्ने कुरा त अब सबै कुरा आउँछ के। तँ त प्रमाण बिना यही ठाउँमा आएर
यो ठाउँमा आएर तैँले आज मेरो बदनाम गर्यो आज म यही ठाउँमा आएर तेरो हरेक कालो कतु एक एक गरेर निकाल्न चाहन्छु छ नि तर मलाई तैँले बदनाम गरेको छ नि मेरो नाबालिका छोरी तिमीहरू भनेको त आफ्नो पेटभित्रको बच्चा पनि मेरो होइन मैले उ गरेको होइन भने मैले त मेरो छोरीलाई मैले चाहिँ नि यत्रो काखमा ल्याएर मैले पालेर यत्रो समझ बनाएको मेरो छोरीलाई तैँले सेफ्टी ट्याङ्कमा तैँले त्यत्रो आँट आयो तैँले त्यही छोरीलाई चक्लेट ल्याएर दिएको होइन तैँले त्यही भान्जी भयो तैँले त्यत्रो माया गरेको होइन आज मेरो छोरीलाई लगेर मार्छु भनेसम्म तँ कतिसम्मको निर्दयी कलाकार होस् त कलाकार तँलाई जहाँ भेट्छु त्यही मैले नाङ्गो झार सक्नु पनि मेरो नाम शर्मिला वाइफ होइन के तेरो बुढीले तँलाई न्याय पाउनै पर्छ अब हामी माइती घर मण्डलमा जान्छु अब हाम्रो न्यायको लागि हामीलाई मिडियाले न्याय दिँदैन हामीलाई कानुनले दिँदैन किनकि हामीसँग बेदर्ता नागरिक त केही पनि छैन अब हामी अदालतमा जाने हो होइन कि अब हामी माइती घर मण्डलमा गएर पवन खतराको फोटो र ऋतु बस्नेतको फोटो लिएर हामी अब सबै ठाउँमा हामी चाहिँ अब न्याय माग्न जान्छु तर म त्यतिको चुप लाग्दिनँ म हार पनि खाँदिनँ मलाई मेरो दिदीबहिनीको साथ चाहिन्छ होइन जति पनि दिदीबहिनीहरू हुनुहुन्छ तपाईँहरूको श्रीमानहरूले यदि तपाईँहरूलाई पीडा दिएको छ भने प्लिज तपाईँहरू आइदिनु होला यहाँ आएर मसँग कुरा गरिदिनु होला किनकि यस्तो केटाहरूलाई चाहिँ हामीले सबक सिकाउनु पर्छ म त्यो भन्न चाहन्छु होइन अब धेरै मिडियाहरूले त ऋतुको प्रमाण बिना भिडियो हाल्नु भएछ मैले आज भर्खर मुद्दा पनि हालिसक्यो तपाईँलाई किन ढाट्नु ऋतुले जुन मलाई लागेको आरोप जुन मलाई लागेको त्यो घिनौना आरोपहरूको पुष्टि त मिडियाहरूले गराइदिनुपर्छ तपाईँहरूको क्यामेरा यति धेरैजना छ तपाईँहरू अहिले आएर शर्मिला वाइफको कति दुश्मन पनि होला यो भित्र पनि म छैन भन्दिनँ किनकि मैले कतिपय पत्रकार भाइलाई यति धेरै माया गर्थेँ यति धेरै विश्वास गर्थ्यो तर पत्रकारहरू म माथि यति धेरै ब्लेम लाउनु सक्छ भने कतिसम्मको हो यिनीहरू भन्नु त मैले कति धेरै विश्वास गर्थेँ पत्रकारहरूलाई पत्रकारहरू जहाँ दुःख पर्दा म जान्थेँ त्यतिखेर पत्रकारहरूको न्यायको लागि म बोल्थ्यो तर आज मलाई यति एउटा केटी एउटा सडक छापा हाइवेले गर्दाखेरि मेरो यति नराम्रो प्रमाण छ तपाईँहरूसँग कोहीले कसैले भिडियो हाल्नु भयो प्रमाण छ तपाईँहरूसँग तपाईँले बिना प्रमाणको भिडियो किन हाल्यो मसँग प्रमाण छ मसँग प्रमाण लिनु प्रत्येकको वाट्सएप मलाई दिनुहोस् म प्रमाण दिन चाहन्छु तपाईँहरूलाई म कुनै बिना प्रमाणमा म यहाँ आएको होइन के तपाईँले मैले तपाईँलाई यति धेरै विश्वास गर्थ्यो तपाईँलाई हरेक मान्छेले फसाउनु गर्दाखेरि म आएर बचाउन चाहन्थ्यो मेरो आफ्नो खल्तीको भए नभए पनि म खाजा खुवाइ नगाई पनि म गएर चौकीमा गएर लड्थ्यो आज मलाई यही पत्रकारले मलाई नाङ्गो झार बनाउने तपाईँहरूको नैतिकता छैन तपाईँहरूको दिदीबहिनी छैन तपाईँहरूको दिदीबहिनी छ कि छैन भन्नु न यदि शर्मिला वाइफ गलत हो भने प्रमाणसहित किन भिडियो नहालेको